प्राय मान्छेहरूले नै व्यवसाय गरेर मन पराउँछ। सो उहाँहरूको लागि चाहिँ यो एपिसोड एकदमै हेल्पफुल हुनेछ तामाङ भाषा मार्फत। फ्याफुल्ला सबैजनालाई आज धेरै दिनपछि फेरि पनि हजुरहरूले समक्ष नयाँ एपिसोडको साथमा आइसकेको छु गाइस। र आज हजुरहरूले देख्नु नै भएको छ आफ्नो ट्रेडिसनल ड्रेसमा आइसकेको छु। एकदमै शौक लागिरहेको थियो आफ्नो ड्रेसमा हजुरहरू समक्ष आउनुको लागि र आज फाइनली आएको छु गाइस। मलाई यो ड्रेसमा कस्तो देखिएको छ कमेन्टमा भन्नु पनि नबिर्सिनु होला है त। सो आउनुहोस् अब चाहिँ सुरु गर्छु। फर्स्ट सेन्टेन्स, वर्षको इन्कम कति छ तिम्रो भन्दाखेरि तामाङ भाषाबाट दिङला नोर्खा कादे मुला आइला। दिङला नोर्खा वर्षको इन्कम कति छ तिम्रो कादे मुला आइला। सो आज चाहिँ सम्पूर्ण सेन्टेन्सहरू व्यवसाय जसले बिजनेस गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ यो एकदमै उपयोगी सेन्टेन्सहरू रहेको छ। अनि सोचेको जस्तो हुन्छ कि हुँदैन भन्दाखेरि चाहिँ डान्बा ढाङ्बा ताला या आता। डान्बा ढाङ्बा सोचेको जस्तो हुन्छ कि हुँदैन, ताला या आता। हजुरहरूले भिडियोलाई स्किप नगरिकन हेर्दै गर्नुहोला। कहिले हुन्छ कहिले हुँदैन। अब इन्कम बिजनेस भनिसके पछाडि कहिले हुन्छ कहिले हुँदैन है। कहिले लाभमा हुन्छ कहिले घाटामा हुन्छ। खाइमा तामुला खाइमा आतामुला। खाइमा तामुला भनेको चाहिँ कहिले हुन्छ, खाइमा आतामुला भन्दाखेरि चाहिँ कहिले हुँदैन, कहिले अथवा कहिले। हामी चाहिँ कहिले नै भन्यो भने कहिले नै आउँछ है त गाइस। प्रपर नेपाली वर्डमा पनि अब कहिले भन्नुपर्छ नि त है, हो कि होइन त गाइस। डाउटै छ भन्दाखेरि चाहिँ सेमवाङ नु मुला। सेमवाङ नु मुला। सेमवाङ भनेको चाहिँ डाउट है। सो हरेक सेन्टेन्सहरू यस्तै यस्तै रहेको छ। कुन पोजिसनमा छौ भने अब बिजनेसको कुन पोजिसनमा छौ भन्दाखेरि अथवा जे पनि कुराको कुन पोजिसनमा छौ भन्दाखेरि चाहिँ खाजुबा दाग्री मुला दन्दे। खाजुबा भनेको कुन चाहिँ है, पोजिसन भन्दा दाग। पोजिसनलाई चाहिँ तामाङ भाषाबाट दाग भन्छ। प्रिभियस एपिसोडमा पनि यो शब्दहरू युज भइसकेको छ गाइस। हजुरहरूले प्रिभियस एपिसोडहरू पनि चेक गरेर हेर्न सक्नुहुन्छ। कुन चाहिँ भनेको अब खाजुबा भइहाल्यो है, पोजिसन भनेको दाग, री मुला दान्दे। री भनेको छौ अहिले, दाग री मुला दन्दे पोजिसनमा छौ अहिले। कतिले फलो गर्दै छ त भन्दाखेरि चाहिँ कादेसे दाङखेन लाबन मुला म्हाले। कादेसे दाङखेन लाबन मुला म्हाले। कादेसे भनेको चाहिँ कतिले, दाङखेन भनेको चाहिँ फलो है। इन्स्टा फेसबुकमा पनि हजुरहरूले फलो गर्नुहोस् भन्दाखेरि चाहिँ दाङखेन लास्युगो भनेर भन्छ तामाङ भाषाबाट। सो कतिले कादेसे दाङखेन फलो लाबन मुला गर्दै हुनुहुन्छ अथवा गर्दैछ अहिले भन्दा चाहिँ दान्दे भनेर भन्छ। राम्ररी गर्यो भने हुन्छ भन्दाखेरि चाहिँ ज्यानसे लाजी बिसम ताला। ज्यानसे लाजी बिसम ताला। राम्ररी गर्यो भने ज्यानसे लाजी बिसम ताला है। नछोडी गर्नु पर्छ भन्दाखेरि चाहिँ आख्लाना लादो मुला। आख्लाना लादो मुला। आख्लाना लादो मुला। बुझ्नु होला है त। बुझ्नु भएन भने रिपिट गरी गरी पनि सुन्नु सक्नुहुन्छ। भोइस मार्फत बुझ्नु भएन भने लेखेको शब्दहरू पनि हेरेर बुझ्नु सक्नुहुन्छ। कसरी बुझ्दा चाहिँ हामी तामाङ भाषा बोल्नु सक्छु अथवा कसरी सिक्दा चाहिँ बोल्नु सक्छु आउँदो दिनमा भनेर बुझ्नुको लागि नै यसरी यति सजिलो अब जति शब्द हजुरहरूलाई सजिलो पार्नु कोसिस गरिरहेको छु। के कस्तो लाग्छ है हजुरहरूलाई माया सपोर्ट गर्दै गर्नुहोला। र अब चाहिँ अन्तिम शब्दमा पनि आइसकेको छु। र अब अन्तिम शब्द चाहिँ कस्टमर माथि भर पर्छ।
अब कुनै पनि व्यवसायको कुनै पनि काम आजभोलि सोसियल मिडिया होस् व्यवसाय होस् जे पनि अब इन्कम जबहरू गर्दाखेरि हामीलाई कस्टमरमाथि नै निर्भर पर्छ नि त ग्लुबा मी थोरिन मुला भनेर भन्छ ग्लुबा मी भनेको चाहिँ कस्टमर थोरिन भनेको चाहिँ माथि भर पर्छ ग्लुबा मी थोरिन मुला ग्लुबा मी थोरिन मुला ग्लुबा मी थोरिन मुला सो यस्तो प्रकारको हुन्छ है त शब्दहरू यो चाहिँ अब व्यवसाय गर्नेहरूलाई एकदमै सजिलो सजिलो शब्दहरू पढेको छ सो हजुरहरूलाई हेरिदिनु होला र आजभोलि प्राय जस्तो मान्छेहरू व्यवसाय गर्ने नै हुन्छ सो हेर्दै गर्नु होला लास्ट आसाम अफिसियल र यति भन्दै हजुरहरूले मलाई सुपर थ्याङ्क्स जोइन बटनहरू क्लिक गरेर पनि सपोर्टहरू गर्न सक्नुहुन्छ है त सो यति नै भन्दै अर्को एपिसोडमा चाँडै भेट्ने आशाले आजको लागि चाहिँ लासु फ्याफुला थुजिसे र मलाई यो ड्रेसमा कस्तो देखेको छ कमेन्टमा भन्नु नबिर्सिनु होला।